नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। म चाहिँ होइन ब्लग बनाउँदै हिँडिरहेको छु। मान्छे छन् है, पिचमा आइसकेको छु होइन। पिचमा आइसकेको भाइहरू चाहिँ स्कुल ल हिँड हिँड। नाम के हो तिम्रो भन त? ल सबैजना आफ्नो नाम भन्ने है त। यता हेरेर भन्ने, यता हेरेर। नेहा हो, नेहा के हो? गौतम। अनि ऊ? हजुर मेघा गौतम। अनि ऊ? तिमीहरू दाजुबहिनी हो? एउटै घरको हो? तिनजना ट्याक्क रोड रिजर्भ गरेर हिँड्ने नि। अलिक छेउछेउ अब गाडीले हान्छ। कति कति क्लासमा पढ्छौ नि त तिमीहरू? फोरमा, छमा, ए 6मा पढ्ने। अनि तिमी? चारमा। गाडी आउँदो रहेछ। आम्मा मान्छे है गाडीमा। भाइहरू अहिले आँप खान्छौ? भोलि पर्सि खान्छौ? अनि भाइहरूले अनि होमवर्कहरू सब गऱ्यौ त? गऱ्यौ? हिजो कति पिसी पढायो भयो? सबै कुन कुन हुन्छ? बुकको नाम भन त। 6 क्लासमा नि तिमी? लु भन त। गणित, अनि कम्प्युटरहरू हुन्न? 6? कतिवटा हुन्छ? जम्मा 6वटा हुन्छ? कतिवटा हुन्छ बुक? अहिले हटा स्कुलमै छ होइन। बुक चाहिँ हुन्छै हुँदैन। भाइले भनेको कम्प्युटर चाहिँ हटाएको अरे के? स्कुलमै छ अरे कम्प्युटर चाहिँ के? बुक चाहिँ हुन्छ होला है त? कम्प्युटर बुक हुँदैन? कम्प्युटर बुक छैन स्कुलमै छ। बुक चाहिँ के अरे कम्प्युटर चाहिँ स्कुलमै छ। भाइले भनेको कम्प्युटर चाहिँ स्कुलमै छ अरे। हाम्रो पालामा चाहिँ होइन, कम्प्युटर बुक पनि हुन्थ्यो क्या। उसकोमा चाहिँ छैन अरे। कम्प्युटर छैन भनेको स्कुलमै छ अरे क्या। त्यही हो। तिमीहरू यहाँ तल कति बजी हिँड्छौ अहिले? 9 बजे? ए घडी छैन? बाबालाई भन न किनिदिनु भनेर। भन्नु पर्ला जस्तो छ। ल ठिक छ नि त। अनि यो झोलामा कतिवटा बुक लिएर हिँडेको छौ र? कहाँबाट अटो आयो फेरि? अटो चिनेछ? कसलाई? अटोलाई? खै त गाउँतिरको मान्छे जस्तो लाग्यो। ढाडबाडीको? ओ तिम्रो त चिन्दो रहेछौ त। ए तिम्रो अङ्कल हो? ए उसको अङ्कलको अटो रे। ए होइन होइन। अब स्कुल कति टाइम लाग्छ तिम्रो जानलाई? यहीँ तलतिर? कहाँनिर हो तिम्रो स्कुल? तल कि माथि? तल हो? ए कहिलेसम्म पढाउँछ? 8सम्म होइन? मास्तिर हिँड्नुहुन्न कि यहाँ त? ल होइन, स्कुल चाहिँ यहीँ तल छ है। आइसकेको छ। अब यिनीहरू जान्छन्, म चाहिँ यो बाटोबाट जान्छु। त्यहाँ छ नि त यिनीहरूको स्कुल। यहीँबाट जान्छौ तिमीहरू? हो यहीँबाट जान्छ तलतिर? ल बाई गरिदेऊ। बाई बाई बाई। 9:07 गयो। ल बाई गरिदेऊ। ल हेर है त
ल म चाहिँ यहाँनिर है भाइ बहिनीहरूलाई देखेर अनि म यहाँबाट कुरा गर्दै गर्दै आएँ माथिदेखिको त्यो भिडियो बनाउँदाखेरि चाहिँ अलिकति टाइम स्पेन्ड हुँदो रहेछ कि सर र कुरा गर्दै आयो होइन। यहाँबाट चाहिँ अब मन्थली देखेको छ अब 9:09 गइसक्यो है। अब चाहिँ जानुपर्छ उहाँ। आज चाहिँ कस्तो क्या पानी पर्ला जस्तो मौसम भइरहेको छ, पुरै धुम्मिरहेको छ यस्तो छ। आज दिउँसो चाहिँ पुरा पानी पर्छ जस्तो लागिरहेको छ है, पानी पर्छ जस्तो लागिरहेको छ। अहिले चाहिँ पानी नपर्थ्योस् भिजाउँछ मैले किनकि छाता बोकेको छैन है। यहाँबाट चाहिँ जेसिबी आइसकेको छ होइन। त्यही हो गाइज, वहीँ तल गएर भिडियो बनाउन गाइज म चाहिँ मन्थली छोडेर नै रामेछाप आएको छु। यो चाहिँ रामेछाप बजारको भ्यू त्यहीँ गएर देखाउँछ अब चाहिँ। सो गाइज म चाहिँ यहाँ माथि रामेछाप डाँडामा आएको छु होइन। यहाँ चाहिँ श्री कालिका भगवती मन्दिर रहेछ यो चाहिँ। आमामा कति जम भएछ। म चाहिँ बाइकमा आएर आमामा यस्तो त। हेलो गाइज म चाहिँ रामेछाप डाँडाको बजारमा आइसकेको थिएँ। आएर पनि फर्केँ अब चाहिँ गाइज आएको थिएँ घुमेँ गरेँ अनि फर्केँ। भालुखोप डाँडा जान लागेको थियो भ्युटारमा, तर त्यहाँ जाने बाटो चाहिँ बन्द रहेछ, त्यसैले हामी फर्केँ। मैले चाहिँ नेक्स्ट टाइम आउँदाखेरि चाहिँ त्यहाँ जाउँला, अहिलेको लागि चाहिँ फर्केको यहाँबाट चाहिँ होइन। त्यही हो, ठिकै रहेछ रामेछाप माथिको डाँडा। खासै धेरै घरहरू त रहेन रहेछ, त्यही पनि आइयो घुम्यो। त्यही हो गाइज, रमाइलो रहेछ। यहाँबाट चाहिँ यस्तो देखिन्छ है रामेछाप बजार डाँडामा छ घरहरू चाहिँ। त्यही हो, म अलिकति जुम गरेर देखाइदिन्छु है त। यही हो रामेछाप बजार चाहिँ यति रहेछ। भालुखोप डाँडा चाहिँ उहाँ उता रहेछ भ्युटा, जान लाग्यो बाटो नै बन्द रहेछ, मेसिनले खन्दै रहेछ, त्यही भएर हामी चाहिँ फर्किएको। अब मन्थली निस्किँदै हो गाइज, अब चाहिँ है त बाई, नेक्स्ट टाइम आउँदा। त्यही हो, अब चाहिँ हामी गएको है त। सो गाइज आजको भिडियो चाहिँ यहीँ अन्त्य हुन्छ है। सबैले लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।